नमस्कार। आज हामी क्रिस्टियानो रोनाल्डोको जीवन कथा बुझ्नेछौँ। भिडियो मन परेमा हजुरहरूले लाइक सब्स्क्राइब थिच्न नभुल्नुहोला है त। सुरु गरौँ उनको प्रेरणादायी यात्रा। क्रिस्टियानो रोनाल्डो संसारकै महान फुटबल खेलाडीहरूमध्ये एक हुन्। उनको सफलता रातारात आएको होइन, यो कठिन सङ्घर्ष, बलियो इच्छा शक्ति, अनुशासन र निरन्तर मेहनतको परिणाम हो। उनको बाल्यकालको जीवन हेर्दा आजका युवाहरूले धेरै प्रेरणा लिन सक्छन्। क्रिस्टियानो रोनाल्डोको पूरा नाम क्रिस्टियानो रोनाल्डो डोस सन्तोस एभिएरो हो। उनको जन्म सन् 1985 फेब्रुअरी 5 मा मेडेरा पोर्चुगलमा भएको थियो। मेडेरा एउटा सानो टापु हो जहाँ सामान्य मानिसहरूको जीवन सङ्घर्षपूर्ण हुन्छ। रोनाल्डोको परिवार आर्थिक रूपमा कमजोर थियो। उनका बुवा जोसे डिनिस अवेइरो नगरपालिकाको बगैँचामा काम गर्नुहुन्थ्यो भने आमा मरिया डोलोरेस दोस सन्तोस घर सफा गर्ने र भान्साको काम गर्थिन्। रोनाल्डो 4 दाजुभाइ दिदीबहिनीहरूमध्ये कान्छा सन्तान हुन्। सानो घर, सीमित साधन र अभावका बीचमा हुर्किए पनि उनको परिवारले उनलाई माया र साथ दिइरह्यो। बाल्यकालमै उनको गरिबीको अर्थ बुझेका थिए। कहिलेकाहीँ खाना पनि पर्याप्त नहुने अवस्था थियो। यस्तो अवस्थामा पनि फुटबलले उनलाई खुसी दिने गर्थ्यो। सानै उमेरदेखि रोनाल्डोलाई फुटबलप्रति असाध्यै मोह थियो। उनी विद्यालय जानुभन्दा बढी समय सडक र खाली मैदानमा फुटबल खेल्न बिताउँथे। उनका साथीहरू खेल्दै थाक्दा पनि रोनाल्डो थाक्दैनथे। शिक्षकहरू उनलाई पढाइमा ध्यान नदिएको भन्दै गुनासो गर्थे, तर उनको मन सधैँ फुटबलमै हुन्थ्यो। 8 वर्षको उमेरमा उनले एन्ड्रो रिन्हा नामक स्थानीय क्लबबाट फुटबल खेल्न सुरु गरे। त्यहाँ उनका बुवाले काम गर्ने भएकाले उनलाई अवसर मिलेको थियो। पछि उनी नेसनल क्लबमा गए, जहाँ उनको खेल कौशल अझ निखारियो। कम उमेरमै उनको गति, ड्रिब्लिङ र गोल गर्ने क्षमताले सबैलाई प्रभावित बनायो। 12 वर्षको उमेरमा रोनाल्डोको जीवन ठुलो परिवर्तन भयो। भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा हामी अर्को महान व्यक्तिको जीवनी कथा लिएर आउँदैछौँ। रहनुहोस् हाम्रो साथ।